हेलो साथीहरू, गुड मर्निङ। वेलकम टु माई मिनी ब्लग। हजुरहरू सँगसँगै आज म पनि बिहान मेरो स्किन केयर रुटिन देखाउँछु है हजुरहरूलाई। आज चाहिँ म घरमा ढिलो भएर पसल आउन अनि म सबै सामान पसलमा लिएर आएर रेडी हुन्छु भनेर रेडी हुँदैछु। मैले चाहिँ फर्स्टमा फेस रेजर गरिसकेँ। फेस रेजर गरेर चाहिँ कसैको धेरै आउँछ भन्नुहुन्छ, मेरो चाहिँ खासै धेरै आउँदैन है, अलिअलि मात्रै आउँछ भएर नडराएर गर्दा हुन्छ। म चाहिँ अब फर्स्टमा क्लिजिङ गरिहाल्छु फेस रेजर गरेर। अनि आज चाहिँ 2 हप्ता जति भयो होला मैले फेस क्लिजिङ नगरेको, त्यही भएर मैले चाहिँ गोल्डको फेस क्लिजिङ गर्छु किनभने मेरो फेस ओइली छ कि, त्यही भएर। अनि मैले चाहिँ फेस क्लिजिङ मजाले आफै गर्न राम्रो लाग्छ मलाई चाहिँ। सक्यो भने हप्तामा, नत्र भने 2 हप्तामा म प्रायः फेस क्लिजिङ गरिरहेको हुन्छु पसलमै आफैले। अब कहिले अब बहिनीहरू भयो भने चाहिँ गर्न लगाउँछु, नत्र भने म आफै मजाले क्लिजिङ गर्छु आफ्नो फेस। त्यसपछि फेस पनि 5 मिनट जति लगभग क्लिजिङ गरेर मैले चाहिँ पुछिसकेँ। लाइट जाँदै आउँदै गरेर यो भिडियो पनि यस्तै भयो। फर्स्टमा बाहिर बसेर बनाएँ, त्यसपछि कस्टमर आएर भित्र आएर बनाएँ। अनि अहिले चाहिँ म फेस क्लिजिङ गरेर हल्का स्क्रब पनि गरिहाल्छु। अनि त्यस्तो धेरै फोरहरू अनि त्यसपछि ब्ल्याक हेड्स व्हाइट हेड्स त छैन, त्यही पनि गरिहाल्छु भनेर स्क्रब पनि गरेँ मजाले। लाइट नआएर चाहिँ भिडियो कस्तो अँध्यारो देखिरहेछ। बाहिर बसेर क्लिजिङ गर्न पनि अप्ठ्यारो लाग्यो, कस्टमर आयो भने झ्याप्प झ्याउ हुन्छ भनेर। अनि मजाले भित्रै बसेर क्लिजिङ गरेर अनि मजाले आफ्नो स्किन केयर गर्छु भनेर। अनि त्यसपछि मैले चाहिँ स्क्रब गरेर सकेर प्याक पनि लगाएँ। प्याक चाहिँ लगाउँदा भित्र अँध्यारो भयो भनेर बाहिर गएर लगाएर आएँ। अनि मजाले देखाएँ सुक्दैछ, डराउनु होला है गाइज मलाई देखेर चाहिँ। म चाहिँ पल्टिँदै उठ्दै आफै गर्दै गरिरहेको थिएँ। अनि त्यसपछि एकछिनपछि चाहिँ मजाले सुकेर कक्रक्क परिसकेको थियो। भित्र फेरि लाइट गएर म बाहिर आएर मजाले फेस चाहिँ पुसेँ। अनि आफैले आफ्नो स्किन केयर चाहिँ गर्दा मजै आउँछ। जे होस्, हजुरहरू चाहिँ कतिको आफ्नो स्किन केयर गर्नुहुन्छ। अरू अब डेली बेसिसमा मेकअपहरू नगरे पनि म चाहिँ खासै मेकअप चाहिँ गर्दिनँ। कहिले कहीँ जाँदा यस्तो बेहरूमा पऱ्यो भने हो, नत्र चाहिँ खासै गर्दिनँ। स्किन केयर चाहिँ म रेगुलर सधैँ गरेर हुन्छु। क्लिजिङ चाहिँ अब 2 हप्तामा 1 हप्तामा गरे पनि अरू चाहिँ दिनकै गर्छु फेस केयरहरू चाहिँ। अनि मैले चाहिँ आज के लगाउँछु त्यो पनि हेर्नुहोस् है साथीहरू, कसको मिल्छ कमेन्ट गर्नु होला। मैले चाहिँ मजाले क्लिजिङ गरेर पुसिसकेँ, वेब्सले पुसेर टावेलले पनि पुसेँ। अब चाहिँ मेरो टर्न छ फेस स्किन केयर गाइजहरू। अनि मैले फर्स्टमा चाहिँ न्युलोको टोनर लगाएँ। मैले चाहिँ प्लमको युज गर्छु साथीहरू। प्लमको टोनर सकेको भएर ल्याउन जान आज पाएकै छैन, त्यही भएर आज चाहिँ मैले यसकै टोनर लगाएँ। त्यो पनि मेरो फेसमा सुटै गर्छ। मैले चाहिँ सामानहरू त्यो ब्यागमा लिएर आएको थिएँ, त्यो ब्यागमा चाहिँ मेरो सामान आएको ब्याग थियो, त्यहीमा चाहिँ आज हालेर लिएर आएको पसलबाट। अनि मैले चाहिँ प्लमकै सिरम लगाउँछु। यो चाहिँ सकिन लगाइसक्यो लगभग। अब मैले चाहिँ 3-4 लट लगाइसकेँ। यो चाहिँ अब यो सकेर अब नयाँ लगायो भने चाहिँ मेरो 5 लट हुन्छ होला सायद। अनि मजाले पुग्छ मलाई चाहिँ। अनि सुट पनि गरिरहेछ अहिले प्लमले नै। पहिला चाहिँ मैले डर्माको लगाउँथेँ, अनि अहिले चाहिँ मैले लगभग 4-5 लटै भइसक्यो यो प्लमको लगाएको, राम्रै लाग्छ। त्यसपछि मैले लगाएँ प्लमको मोइस्चराइजर, यो पनि सकिन लगाइसक्यो, थोत्रो रहेछ। अब यो सकेपछि नयाँ नै युज गर्ने, यसकै युज गर्छु मैले चाहिँ। हजुरहरू चाहिँ कुन युज गर्नुहुन्छ कमेन्ट गर्नु होला। मैले पनि मजाले मोइस्चराइजर लगाएँ। मोइस्चराइजर पनि जेल बेसमै छ, मेरो फेस ओइली भएको भएर। अनि सिरम पनि नाइसिरामाइडकै सिरम हो। अनि यो प्लमको सनस्क्रिन, हात चिप्लो भएर ढक्कन खोल्नै गाह्रो। अनि सनस्क्रिन पनि म टन्न नै लगाउँछु फेसमा, दिनभरि लगाइराखिन्न। पहिले त 2-3 लट लगाउनु पर्छ खासमा, अब दिनभरि लगाइन्न, बिहान एकैचोटि हो। त्यही भएर फेसमा बिहान नै मैले टन्न सनस्क्रिन लगाउँछु। अनि मैले त फेसमा मात्रै होइन साथीहरू, घाँटीमा पनि लगाउँछु अलिअलि। अनि हल्का यसले चाहिँ व्हाइट कास्ट छोड्छ, हल्का व्हाइट टाइपको। अनि राम्रै छ, राम्रो लाग्छ मलाई चाहिँ। अनि मैले लगाइसकेपछि मैले चाहिँ यो लग्जरी बनानाको लुज पाउडर लगाउँछु। यसपछि सनस्क्रिन पछि हल्का चिपचिपा लाग्छ, त्यही भएर पाउडर पनि लगाइहाल्छु। अनि मजाले पाउडर पनि ड्याब गरेपछि फेस चाहिँ ठिक्क सेट हुन्छ। पाउडर लगाउने तरिका मेरो चाहिँ, हजुरहरू चाहिँ के लगाउनुहुन्छ पाउडर, स्किन केयरको सामानहरू कुन प्रयोग गर्नुहुन्छ, स्किन केयर गर्नुहुन्छ कि गर्नु हुँदैन। स्किन केयर चाहिँ सकेसम्म आफ्नो एज अनुसार गरेकै राम्रो है साथीहरू। मैले चाहिँ पाउडर लगाइसकेपछि यतिको भइसक्यो मेरो फेस। यति गोरो त छैन म, जो सबै लाइटिङले गर्दा हल्का क्यामेरा क्वालिटीले गर्दा मात्रै हो। तर गोरो नभए पनि, गोरो हुनलाई त होइन, आफ्नो स्किनको लागि चाहिँ हो यो केयर चाहिँ। मैले चाहिँ पाउडर पनि लगाएर सकेँ अब भनौँ। लगभग मेरो चाहिँ हातमा
पोहोर सालको तिहारमा सेलरोटी हाल्न सिक्छु भन्दा पोलिएर डाम बसेछ, अझै गएको छैन। अनि मेरो चाहिँ नेचुरल आफ्नै ल्यासेस चाहिँ हेभी नै छ, ल्यासेस एक्सटेन्सन गर्नु चाहिँ पर्दैन, लिफ्टिङ पनि पर्दैन। त्यही भएर हल्का आज कलर चाहिँ कर्ल गरिदिएर मस्कारा लगाउँछु। यो भोलुमको मस्कारा चाहिँ मेरो फेभरेट हो, धेरै भयो मैले लगाउनु लगाएको। अनि मैले लिपस्टिक पनि धेरै लगाएको मन पर्दैन, अलिअलि मात्रै नर्मल लिपस्टिक नै लगाउँछु म, धेरै उनी लगाउनु मन पर्दैन कि। पहिला लिप बाम लगाउँथेँ, आजभोलि चाहिँ बे भइसकेपछि सिन्दुर टिकामा अलिकति थोरै लाउँदा देखिन्न, अनि रेडै सुहाउने भएर रेडै लाउँछु। अनि यो टिकुली चाहिँ गाइज मैले कतै पनि पाउँदैन कि, यो टिकुली मैले चाहिँ यो कपाल बेच्ने देशीहरूसँग राखेको यो टिकुली चाहिँ सकिन लागिसक्यो, थोत्तरै छ। आजभोलि त त्यो देशीले पनि ल्याउनै छोड्यो। मैले चाहिँ आफ्नो मेरो स्किन केयर सकेँ गाइज, मैले चाहिँ यतिको भएँ।